जियोटेक इन्जिनियर, स्ट्रक्चरल इन्जिनियर, सिभिल इन्जिनियर डिफ्रेन्ट ग्रुप 50 जना बसेर चाहिँ तपाईँको डिपिआर बनाउने हो त्यो, होइन? त्यो डिपिआर बनाएर चाहिँ हामीले कति 30 मिटर मुनि फिजिबल छ कि 35 छ कि कति समय लाग्छ कि अनि कुन कुन ठाउँमा स्टेसन राख्न सकिन्छ कि लन्डनमा काम गर्ने हाम्रो विनोद अमात्यजी हुनुहुन्छ, उहाँले चाहिँ एउटा डिजाइन बनाउनु भएको छ मेट्रो चाहिँ कुन कुन ठाउँमा लान सकिन्छ। उहाँ के गर्नुहुन्छ उता लन्डनमा? उहाँले यही सम्बन्धी काम गर्नुहुन्छ, मेट्रो सम्बन्धी काम गर्नु। उहाँले चाहिँ त्यो कुन कुन चोक कता कता जस्तै साँखुदेखि लिएर होइन तपाईँको चापागाउँदेखि लिएर सबैको स्टेसन म्याप बनाउनु भएको छ। अनि यसमा चाहिँ तपाईँले डिटेल स्टडी गर्नुभयो भन्दाखेरि जस्तै उदाहरणको रूपमा तपाईँको 30 किलोमिटर गर्नु पऱ्यो भने तपाईँको 1 किलोमिटरलाई 10 लाग्छ भने 30 लाई त 300 लाग्ने भयो नि त। 300 अर्ब जुटाउने कसरी भनेर गभर्मेन्टसँग बस्नु पऱ्यो, होइन? प्रदेश सरकारसँग, केन्द्र सरकारसँग, महानगर आफै पनि बस्नु पऱ्यो। कोहीसँग ऋण लिनुपर्छ कि अनुदान लिनुपर्छ कि, अनि यसको पोजिटिभ इम्प्याक्ट के हुन्छ, कति वर्ष लाग्छ, 15 वर्ष लाग्ला, 20 वर्ष लाग्छ, 5 वर्षमा त बन्दैन यो, होइन? यसको सुरुवात गर्न सकियो नि त। एउटा डिटेल प्रोजेक्ट रिपोर्ट रेडी भयो अनि त्यसको लागि काम गर्न सुरु भइसकेपछि त त्यो काम त त्यसपछि जोसुकै मेयर आओस्, जोसुकै प्रमुखहरू आओस्, जोसुकै सरकार आओस्, होइन? त्यो पछि त्यो काम त भइरहन्छ नि त।